हेलो गाइस, वेलकम टु माई च्यानल स्मिथ घिसिङ। र हामी चाहिँ केटाहरू दोलखा घुम्न जानु लागेको। यहाँ चाहिँ अलि बोल्न मिल्दैन, सबजना सुतिरह। बिहानको बजेको 3 केटाहरू यहाँ झोला प्याक गर्दै अड्की भयो कस्तो लिएर आएको छु अब यसले नि मिला न सेट भयो त। यसले त हुँदैन। चाहिँ दोरी छुट्टिएको छ। अब यो झोला बोक्नुपर्ने अवस्था। बाहिर बाहिर निकाल त। निकाल्दै हामी निस्किनु लाग्यो। सबजना रेडी भइसक्यो। कोल्ड स्टार्ट हाल्ने बाइक बहुत स्पिड गएर यो बाइक कसरी झुन्डाउने भने दोरी नै छुट्यो। अब दोरी किनेर हाल्ने। अब दोरी पसलले कहाँ दोरी चाहिँ कहाँ पाउँछ भन्ने कुरा हो। हाम्रो यहाँ चाहिँ जेनिस, तुषार, अतुल तामाङ, अतुल अनि असिम। हामी चाहिँ च्याक्का बारेमा चल्दैछ। हामी चाहिँ फाइनली भक्करको रोड आइसक्यो। घरबाट हेरेर यो दोरी पाएर औला पछाडि हामी चाहिँ कुट गयो। हामी चाहिँ बिस्तारै हुन्छ एकदम क्रेजी बाटो बनाइरहेको रहेछ केटाहरू। ऊ त्यहाँ यो वाल पछाडिको बाटोबाट आएको थियो। बाटो बन्द रहेछ। होइन केटाहरू निस्क्यो त अनि के होइन केटाहरू त्यहीँ अड्क्यो। हामी चाहिँ बाटो भएर हामी चाहिँ यहाँ निस्किहाल्यो। केटाहरूलाई फेरि कुर्नु पऱ्यो। केटाहरू हो त्यो दम के गर्दै केटाहरू यिनीहरू त कहाँ ओइ कहाँ कहाँबाट आएको? हामी उतैबाट आएको। यहाँबाट चढ्नु मिल्छ। यहाँबाट रोड बाम्री हो केटाहरू। हामी त त्यो रोड जेनिस परेन। ओइ गफ केटाहरू फेरि उताबाट जान्छ। हामी चाहिँ एकदम राइट सफल बाटोमा हिँड्न सफल। हामी यो जेनिससम्म झोला क्रेजी छ है। मान्छे तानिदिसक्यो झोलाले। क्रेजी भारी छ। कपडा मात्र भएको थियो त्यो होला। अरू सामान पनि छ। यो झोलाले ल्याङ हाने हो दोस्त यार। केटाहरू बाटो अगाडि छ कि छैन फेरि ल गाइस यस्तै भइरहन्छ एडभेन्चर। ल लेट्स गो। फेरि हाम्रो यात्रा सुरु। लेट्स गो। गाइस बाटो चाहिँ खत्तमै रहेछ। खत्तम रहेछ बाटो। त्यही माथि बिहानै हिँडेको गाडी भेट्ने नलाउने कि ट्रक। ओइ माथि झोला झन्डै झऱ्यो। झन्डै चफरको गाइस यो बिरालो बाटो झन्डै बिहालो माथिबाट गएको हामी। अन्त कहाँ छ यार कहिले उजाको यहाँ दोरी किन आइसकेको छ ट्याक्क पारामा भाँचखलमा। केटाहरूलाई चाहिँ पठाइसक्यो जाँदै गर भनेर। हामी चाहिँ हैरानै बनायो यसले। दोरी ट्याक्क झुन्डाएर जाने। फाइनली उज्यालो भइसकेको छ र रोडको भ्यू छ यस्तो। केटाहरू चिलाक्स पारामा आउँदैछौँ भने हामी चाहिँ यता नर्बलको बाटो फर्किने बेला यो बाटोबाट जानुपर्छ। खत्तम रोड खत्तम। कुरा फेरि साइकल कुरा गाह्रो छ सँगै आएपछि सबै हिँड्नै पर्यो। नेपाल टुरिस्टहरूले धेरै भिजिट गर्ने देशमध्ये एक हो र आज हामी पनि त्यही ब्युटी एक्सप्लोर गर्न निस्केका छौँ।
सबैजना अहिले आआफ्नो काममा बिजी, तर धेरै पछि अचानक प्लान बनायौँ। सबै छुट्टी मिलायौँ। पुराना स्कुलका साथीहरूसँग ट्रिप फिलिङ नै छुटेछ। जङ्गलको बाटो, नदीको छेउ, चिसो हावा, सबै पर्फेक्ट। रातिको 3 बजे हिँड्छौँ हामी। निन्द्रा छ तर एक्साइटमेन्ट झन् धेरै। कहिले उकालो, कहिले ओह्रालो। हामी हाँस्दै ठट्टा गर्दै मेमोरिज बनाउँदै अगाडि बढ्यौँ। चिसो यति थियो कि सास फेर्दा पनि धुवा निस्किरहेको जस्तो। लङ राइड, कोल्ड वेदर, एम्टी रुम, यो कम्बिनेसन नै अर्को थियो। लभली ल अब चाहिँ हामी यसो फोटोसोटो खिच्छौँ खिच्न मन लाग्यो भने एकैछिनमा निस्किन्छौँ यसो फोटोसोटो हालौँ न ट्याक्क पारामा। यस्तै छ जिन्दगी। काम चाहिँ लागेन त्यसले कपाल त औडा भयो होला। यस्तो छ है गाइज। रोडमा नबस्ने साइडमा आइज ओभर मुच्चा आइपुग्यो यार। फोटो खिच्नु त मुतुम भयो यार म त यसो। हामी बिस्तारै अगाडि बढिरहेका छौँ। शान्त बाटो, चिसो हावा र वरिपरि फैलिएका हरियाली। कुनै हतार छैन, कुनै दबाव छैन, सिर्फ यात्रा र हामी। बाइक गुडिरहेको छ तर समय भने रोकिएको जस्तो लाग्छ। हावा अनुहारमा ठोकेर एक किसिमका फ्रिडम महसुस हुन्छ जुन शब्दले बयान गर्न सकिँदैन। साथीहरूसँगै हुँदा साधारण बाटो पनि विशेष बन्छ। हामी हाँसिरहेका छौँ, कहिलेकाहीँ केही नबोली बाइक अगाडि हेरिरहेका छौँ। किन यस्ता पलहरू महसुस गर्नेकै लागि हुन्छन्। यो प्रकृति, यो शान्ति, यो हावा सबै मिलेर एक छुट्टै कहानी बनिरहेको छ। हामी गन्तव्य नजिकै तर सायद यो यात्रा आफैमा पनि गन्तव्य जस्तो लाग्दछ। कहिलेकाहीँ यात्रा कहाँ पुग्यो भन्दा पनि कसँग गयो भन्ने कुराले बढी अर्थ राख्छ। हामी चाहिँ आइसक्यो खाडचौर। अब खाजा खाने ठाउँ खोज्दै। खाजा खाइन्छ कि चिया खाइन्छ अब त्यो त हेर्नै पर्छ होइन। ट्याक्क भ्यू हेर्दै मिठो खाजा खाने अब। बस्यो डाँडा चढेर डाँडा कति डाँडा पुग्ने थाहा छैन। कस्तो लागिरहेको छ तिमीलाई? एकदम खतरा हेलमेट चाहिँ मैले लाउनु पर्ला यार। उभर जाडो रहेछ यार। देखि कस्तो लागिरहेको त हो बवालो? झन्नै चिप्लेर गएको त्यहाँ भल्छ हेर्न उब्बर छ त देखिस्। खै के भन्छ त के भन्छ थाहा छैन है मलाई। मैले भल्छ भने यहाँबाट यहाँको बाटो हेरेर माथि डाँडा अब उकालो डेन्जर उकालो 100 घन्टा। अब मुडे खरिडुङ्गा स्टोरेज फुल भइसक्यो यार। अब स्टोरेज खाली गर्नुपर्छ यार। कस्तो खतरा देखि खाजा नै आइसक्यो। अन्त्यले खाइसक्यो म्याच। खाए। सैलुमा आउन थालिसकेँ। भर्खर आइपुग्यो। केटाहरूलाई पुग्दा हो खै अब कहाँबाट जाने केटालाई सोधौँ न। हामी चाहिँ भर्खर आइपुग्यो। यता पनि बाटो छ अरे छ त। यताबाट चाहिँ हल्का अफरोड छ अरे यताबाट जाने कि उताबाट जाने?
यताबाट हल्का अफ रोड जस्तो टाइपको छ ठाडो उकालो छ तर अस्ति चाहिँ मैले यस्तो यतैबाट उकालो के यतैबाट उकालो तर ठाडो उकालो छ केटाहरूको बाइक दुईले फोटो चाहिँ खिच्न थियो मैले पोस्ट त फोटो पो गर्ने नि त भ्लग टायर यसरी मिल्दैन भ्लग यताबाट जाउँ न त अनि फर्किँदै यता खिच त फटाफट यताबाट जाँदै हुन्छ उता जाँदैछ लुक न खिच्छु क्या के गर्ने हो कताबाट जाने हो कहाँ पुरा आयो त हाम्रो एकदम ज्ञानी छ है फेरि यस्तो परेन यस्तो सोसल वर्कर छ हामीसँग अनि सक्छ केटा फोटो खिच्नु पऱ्यो यसलाई पोस्ट हालेर फोटो खिचेर आउँछ सजिलो बाटो छोडेर हामी चाहिँ गाह्रो बाटो हिँड्ने निर्णय गऱ्यौँ एडभेन्चरस होइन आउने बेला यही बाटो आउने सर्टकट हुन्छ क्या ओह्रालो त हो ठाडो उकालो छ यहाँ चाहिँ फेरि एडभेन्चर फर्स्ट ल ओ यी केटाहरूलाई अगाडि जाँदै हामी पछि भिडियो खिच्यो थाइट मैले डबल लोड ब्रेक्स भाइले लगेको 110 खिसक्यो र गाइस हामी चाहिँ अब च्याक्क पारामा गाह्रो बाटोबाट जानु ल आइसक्यौँ अब यहाँ ट्याक्क आएको हामी बढ्ने हुँदैछ हल्का मिनी गेट वाल नेपालको त्यही अब यहाँ कसो खाने रेडी हुँदैछ खुट्टा तताउँदै केटाहरू मोबाइलमा ब्याट्री पनि छैन मोबाइल पनि चार्ज भएन के हो अब एकैचोटि माथि 100% ब्याट्री चाहिँ आज गर्नुपर्छ गाइस हामी चाहिँ सुरु भइसक्यो हिँडाइ हाम्रो चाहिँ गेट त्यहीँ तल छ भने केटाहरू टक्क पानी बोकेर अतुल चाहिँ अब ऊ चाहिँ खुनखार कुद्ने मान्छे त्यही भएर बिस्तारै आउँछ तिमीहरूलाई टाइम दिएको अरे हिँड्दैछौँ केटाहरू मेरो पाहा चाहिँ यस्तो छ यिनीहरूको पारा हेरै ओहो म त के भन्नु यिनीहरूलाई नसक्नु छ वेदर पुरै आकाश सफा भइदियो भने थियो यार माथि 360 भ्यू क्रेजी आउँथ्यो ओ यिनीहरू त ओभर सही हिँड्यो त म नि ओ हामी पनि माचाउने हो क्या हो पाप लाग्छ यो गाइस हामी चाहिँ हानेछौँ हाइकिङ थाकिसक्यो एकदम मिस यो गाइस वेलकम टु माई च्यानल भन्न लागेको छु म त के हो हिँड्दा हिँड्दा दिमागै हल्लियो जस्तो छ यार बिचमा पुगेको नि म त हामी चाहिँ हाइक हान्दैछौँ केटाहरू पछाडि छ केटाहरूले चाहिँ हाम्रो पहिला स्कुलको म्याम भेट्नु भएको छ हस्ते भन्दैछन् आधी बाटो पनि पुगेको छैन यार हाम्रो गाइड भेटिसक्यो भाइ यता आउ न भाइ तिम्रो नाम के हो भन्थ्यो के रिटर्न मगर हाम्रो गाइड हो नि त आज अनि भाइले हामीलाई कहाँ लग्दैछ तिमीले हामीलाई गुम्बा ल ठिक छ कुन गुम्बा परेन परिहाल्यो नि महादेव गुफा खाँदै यहाँ त अनि हामी क्रेजी ओए हो कि के हो ओए हो कि के हो नजिकबाट जाने भाइ ओ यो भाइले त ओभर क्रेजी बाटो लग्थ्यो त यार ओ यो भाइ नजिक बाटो भनेर हेर्न कहाँ लग्यो ओए ओए भाइ ओए गाइडै लड्यो त यार खै कहाँ छ गुफा तिनीहरू लास्टै अल्छी है भाइ हिँड्नै नसक्ने अलि भन न अझै खत्तम है 2 शब्द भन न अझै खत्तम भन न अझै भन न सानै है मान्छे त ठुलो है खत्तम च्यालेन्ज हान न भाइ रेस खेल्ने हो भन्ने ऊ एउटा माथि नै छ ऊ टिकटक बनाउनु लाग्यो क्या त्यही बसेर जम्दामा हामी कुरेर बस्ने होइन कुरेर बस्यो भने झन् मातेर झन् कुरिरहेछ भन्छ गुफा 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 क्रेजी हाइक डाउन ओइ मा झन् चिप्लेर ल यो भाइ त क्रेजी रहेछ क्रेजी क्रेजी आइपुग्यो ओइ जय शम्भो अनि परेन यतिको त हामीसित अनि
महादेवले कसो नहेर्ला त हामीलाई हो सर कर पहले ओभरहरू यहाँ रहेछ नि त गुफा के हो यहाँ सिस्टम कृष्ण बोलाउनु क्रेजी बत्ती बाल्ने रे के गर्ने मलाई यसो भनिदिनु ल गर्ने जति गरौँ न 5% ब्याट्री चाहिँ सिनु बोलाउँ न ब्याट्री छ हामी चाहिँ गुफा आएकै गाइस गुफाबाट खै कहाँको दुधोबाट कहाँ निस्किने रे पाप गरेको हट्किने ओइ क्रिजिन ओइ स्ट्रगल इज रियल छ त यार बोतल पापिसकेको छैन रहेछ है त ल चाकमा त पान रहेछ त्यसको त होइन गुफा गुफा क्लाइम्बिङ यहाँ छिर्ने ठाउँ छ छिर न बरु दुलोबाट निस्किन सफल र निस्किँदैछ ओम नमः शिवाय आया आया अनि स्नेक है नाग अनि निस्क्यो अनि परेन यस्तो हान्नु नि त अब यस्तो सक्छ निस्क्यो सफल 3 अर्को आयो फेरि नाक ओइ यसले त खाक्लुक खुक्लुक छिर्नु थाल्यो त्यो त हाम्रो पनि त्यस्तै भयो कि ओइ 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 अनि सबभन्दा फास्ट उ रहेछ नि त सबभन्दा शुद्ध अनि परेन मोबाइल समातेको त लाउँदै मोबाइल समातेको यहाँ राखिदिएको छु ल कमन अनि अनि ओइ 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 त्यस्तो हो परेन हो नि ल यही हो महादेव गुफा ल गाइस अब चाहिँ ब्याट्री 3% छ अब माथिको भ्लग छ के आउँदैन होला अब खै के हुन्छ थाहा छैन ब्याट्री छैन त्यही हो अघि चार्ज भएको थिएन फोन पावर ब्याङ्क नि बोकेको छैन त्यही हो अब जे दिन सक्छ त्यही भएर जे नै यो गाइस आई एम ब्याक है त क्रेजी पारामा यहाँ चाहिँ हामीले यहाँ आएर फोन चार्ज गऱ्यौँ फोन स्विच अफ भएको थियो फोन चार्ज गर्न सफल भयौँ हामी नत्र खुलेतै हुन्थ्यो म चाहिँ 1 मिनट सुतेर उठाउने भ्याएँ 1 मिनट त के भन्नु 5 मिनट केटाहरूले सुत्नु दिएन ओभर गर्नु भइरहेको थियो यहाँ त चिसो हावाले ओभर क्रेजी हान्छ क्या मलाई चाहिँ फेरि हाइट देखेर वाइल्ड डर लाग्छ हल्का त्यही भएर हल्का लिरबिरी मान्छेहरू आउँदै रहेछ यार भर्खर ओभर है त परेन क्रेजी है परेन ओभर है ओभर केटा हो यस्तो पोर्ट्रेट खिच्छु सैलो प्रकृतिको काखमा रहेको शान्त र सुन्दर गन्तव्य चारैतिर हरियो डाँडाहरू खुल्ला आकाश र टाढासम्म फैलिएका दृश्य हेर्दा नै मन आनन्दित हुन्छ यहाँको चिसो सफा हावाले मनलाई हलुका बनाउँछ र केही समयको लागि जीवनका सबै हतार बिर्साइदिन्छ सैलुङ केवल घुम्ने ठाउँ होइन यो एउटा अनुभव हो जहाँ पुगेर आफूलाई नजिकबाट महसुस गर्न सकिन्छ यहाँ शान्ति छ सौन्दर्य छ र एउटा छुट्टै फिलिङ जुन शब्दले भन्दा पनि महसुसले बुझिन्छ सैलुङ जहाँ पुगेर मन आफै रमाउँछ हामी चाहिँ माथिबाट तल आइसक्यौँ
हामी चाहिँ के गर्नु लाग्छ भनेदेखि पृथ्वीको नाइटोमा काउगुदी लगाउँदै ए यहाँ अब ओ सेट कुची 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 अनि पृथ्वी नाइट सेट ओपर छ यहाँ चाहिँ यस्तो छ यसमा भेटौँला हामी चाहिँ 1 2 गर्दै आइसक्यौँ है अतुलमा भन्दा डेन्जर जग्गा अगाडि पुगिसक्यो यो लोसेहरू काम छैन यिनीहरू यिनीहरूले गरी खाँदैन हामी चाहिँ ओपर फर्ममा 1 2 हान्दै च्याक्क पारामा भात हान्नु जाँदै क्रेजी भयो अरे क्रेजी सैलुङ सक्सेसफुल रैला भयो अब कुरी जानुपर्छ कालिम्चोक भीमसेन थान मन्दिर जानुपर्ने हुन्छ आँखामा गाडै संसार फुलको आँखामा फुलै संसार काँडाको आँखामा गाडै संसार फाइनल गाइस हामी चाहिँ तलको ढोका आइसकेको छौँ केटाहरूसम्म आइपुग्यो होइन हामीसँग कम्प्युटर हाने अनि परेन कम्प्लिटेड ओइ बाइकै छैन त अनि गाइस हामी चाहिँ खाना ठाउँमा आइपुग्यो फाइनल्ली भुत जस्तो भयो 2 बजी खाना खान आइपुग्यो अब मैले चार्ज गर्नुपर्ने हुनेछ जेन्सले झोला कहाँ आयो साइड भाइ अब त्यही हो गाइस खाना नभए लास्टै थपिन्छ अब त्यो टन्नै जानु छ 4 घन्टा लाग्छ अरे भिडोक छ भिडोक भोकले मान्छे खुलु त्यो गाइस हामी चाहिँ खाना खाएर टन्न भएर निस्किन लाग्यो अब चाहिँ बेलुका हुन्छ अरे ढिलो हुन्छ भनेर मेरो चाहिँ मुख खै के भयो आएर अचानक खै के बिग्रियो आएर आउनु अरे गाह्रो छ केटा रेडी हुँदैछ अब चलिदिने खरढुङ्गामा गएर यसो फोटो खिच्ने होला त्यहाँदेखि सिधै नन हामी चाहिँ खरढुङ्गा आइपुगिसक्यौँ आज लङ ट्रिप हेर्नु छ किन हो हिउँ पर्छ 50 लाइरहेको हिउँ पर्यो आजको नाइट क्रेजी हुन्छ क्रेजी हामी चाहिँ कालिम्पोङ आइपुग्न थाल्यौँ जाडोले ठन्डुराम भइसकेको छ हामी जाडो कस्तो छ हजुर लहटरबाट आउन थाल्यो रे कस्तो लागिरहेछ त गर्मी है लास्टै गर्मी एकदम त ल अब चाहिँ हामी फेरि लाग्यौँ काठमाडौँमा त गर्मी भयो टी सर्टै हिँड्नु यहाँ छन् ओ माई गड ब्ल्याङ्केट नगर आउँदैछ स्ट्रगल इज रियल गाइस हामी चाहिँ स्कुटरले हल्का गाह्रो भएर धेरै भाइब्रेसन भएर चाक्दुने भएर हामी चाहिँ हामी चाहिँ आइसकेको छौँ कुरी बजार हामी चाहिँ केटाहरूलाई कुर्दै हामी चाहिँ यो बाइकमा हामी ट्रिपल लोड आएको एकदम क्रेजी अफ रोड
हेर्न त्यो हिउँ छ्यापेर भागेको चोर हेर त कहाँ भागो हेर्न चन्द्र अनि हामी चाहिँ केटाहरूलाई कुर्दैछौँ र हामी आइपुगिसकेको हेर्न सक्नुहुन्छ क्रेजी है ओभर छ त तर अझै उपर गयो बाल हुन्छ यार ओभर जाडो छ त गाइस हामी चाहिँ हाम्रो रुम पनि आइसक्यौँ रुम 1 2 3 4 5 ठ्याक्कै 5 हजार क्रेजी गाह्रो ओइ खाना मर्निङ गाइस हामी चाहिँ उठिसक्यो बिहानको बजेको छ हामी चाहिँ 3:30 अलार्म राखेको उनीहरू 6:30 बजेको टाउको दुखेर हैरान भइसक्यो 7 टाउको दुखेर म यहाँ मुख धुन नसकेर बसिरहेको छु हामी चाहिँ टिकट सिकट काटेर आइसक्यो है लाइनमा अघि भिडियो सिडियो केही बनाएको थिएन टाउको दुखेर क्रेजी दिमाग लगायो यो आइडी कार्ड चाहिँ कसैको पनि थिएन पहिला गेम खेल्ने बेला केटाहरूको आइडी कार्ड थियो त्यही आइडी कार्ड देखाएको डिस्काउन्ट पायो लभली एकैचोटि केबल कारमा भेटौँ ल स्टोरेज खाली गर्नु छ स्टोरेज छैन टेम्पो चढे जस्तो हुँदो रहेछ यार तर यहाँको हौडा बिस्तारै हिँड्ने केटा हो अलिक तल खस्ने बेला पनि यही मान्छे बस्छ ल अब अहिले हामी पछाडिको भ्यू इन्जोय गर्नु पाएन अहिले पछि तलको इन्जोय गर्नु पऱ्यो नि परेन यिनीहरूको है फोटोसुट कहिले नसकिने भयो केटाहरू ह्यान्डसमहरू सकाउँछ केटाहरूले मार्केट खाने भयो मार्केट सबै खाने भयो प्रोफाइल पिक्चर चेन्ज हुन्छ कि हुन्न स्टोरेज खाली गरेर आएको स्टोरेज फुल भइसक्यो प्रोफाइल पिक्चर चेन्ज हुन्छ कि हुन्न पुरै चेन्ज हामी चाहिँ केवल कारबाट झरिसक्यौँ केवल कार चाहिँ बिजोकै रहेछ यहाँको अड्के गर्ने एकछिन त बिचमै झुन्डाइदियो त्यही हो जोस चाहिँ छैन हिजोको जस्तो आज भिडियो बनाउने ओए यो हो नि त क्रेज त अनि परेन ओए परेन अनि भ्यू त मारेको छ त अनि जोस आयो फेरि जोस आयो मलाई फेरि जोस आयो वर्ष त यार गौरी शङ्कर होला ओभर छ है गाइज यसमा खिच्ने हो क्या दोस्त फोटो माथि गएर माथि अझै राम्रो छ होला क्या बुझ्नुहोस् गौरी शङ्कर जस्तो लाग्यो जहाँसम्म लाग्छ नो आइडिया ब्रो माउन्ट एभरेस्ट मैले गोजीमा राखेको छु माउन्ट एभरेस्ट कहाँ छ भन्दै हो तिनीहरू ओभर छ त भने यसो छ गाइज भिडियो छिर्छु क्या हाम्रो त 0.6मै ठिक छ त्यही गाइज बन्दी दर्शन गर्छौँ अनि मास्टर देखाउनु पर्ला स्टोरेज पनि छैन बजार यार केटाहरूको हात चाहिँ यस्तो ल्यारेङ प्यारेङ छ जाडो भएर एउटा झन् पछाडि नै छ असिन साथी गइसक्यो कालिम्चोक हिमालको काखमा बसेको एक पवित्र र सुन्दर गन्तव्य यहाँ रहेको कालिम्चोक भगवती मन्दिर आस्थाको केन्द्र मात्र होइन प्रकृतिको अद्भुत उपहार पनि हो उचाइमा पुग्दा चारैतिर देखिने हिमालहरू सेता हिउँले ढाकिएको दृश्य र चिसो हावाको स्पर्श सबै कुरा अविस्मरणीय लाग्छ यहाँ आएपछि मन शान्ति हुन्छ र एउटा छुट्टै एनर्जी महसुस हुन्छ कालिम्चोक जहाँ आस्था र प्रकृति एकै ठाउँमा भेटिन्छ खिचेर आइसक्यौँ अब हामी फर्किनु लाग्यो हतार छ हतार टिका आफै लाउने नि दोष कहाँ अरू लागिने त यहाँ त लाइन रहेछ भनेर यहाँ लाइन हुन्छ लाइन बस यहाँनिर फेरि लाइन रहेछ केटा हो केटी हो गाह्रो यस्तो छ है यहाँको भ्यू चाहिँ क्रेजी ओभर छ ओभर त्यही हो
फेरि तल जानु छ भीमसेन मन्दिर जानु छ दोलखा दर्शन गर्नलाई अनि ट्याक्क त्यहाँदेखि हत्तानो बत्त घर गएर काम जान्छ सधैँ टेन्सन छ जिन्दगीमा के वर्कर आयो ट्याक्क त्यही यसो पाइ भरेर आउनु सफल ट्याक्क पारेमा होटल रहेको छ यो होटल स्यान्ड्रिला हजुरहरूलाई आउनु छ भने प्लिज आउन सक्नुहुन्छ ओभर नाइस छ बाहिरबाट हेरेको यस्तो गरेको नि खाना त ओभर मिठो थियो यार हिजो म दिउँसो बेलुका 6 बजे भात खाएको त्यही पनि यार डेन्जर धम्काइदियो यार तर्स्यो त्यही हो भयो भने आउनुहोस् आउने बेला सम्झिनु त्यही हो ट्याक्क हुन त कसैले हेर्ने होइन त्यही पनि गाइज हामी चाहिँ निस्किसक्यौँ कोही बजारबाट बाटो त्यस्तै छ त्यही हो बिस्तारै गइन्छ बिस्तारै के भन्नु हतार छ भनेर त्यही हो अब हामी चल्नु अब दोलखा दिन्छौँ त्यो गाई तपाईँहरू आउन चाहनुहुन्छ भने आउन सक्नुहुन्छ एकदम लभली ठाउँ हो एकदम लभली छ ठाउँ भ्यूदेखि यताउतादेखि सबै नै अब बेस्ट भयो भ्यू पर्ने बेला हुन्छ भ्यू पर्ने बेला त अलिक ए गाडी छ त्यही गाई चल्दै गयो अब एकदम रोडमा फोकस हुनुपर्ने हुँदैछ डर लाग्दैछ बाटो त्यही हो अपडेट रोड चाहिँ यस्तो छ है गाइज हामी चाहिँ दोलखा भीमसेन मन्दिर नोन एज दोलखाको मन्दिरमा आइपुगिसक्यो हामी च्याकपाडामा पुजारी केटाहरू त्यही हो माथिको मन्दिर पुरै हो मन्दिर आइसक्यो थोप्रा औडा भएको छ कपडा झन् औडा छ बिजोक यहाँदेखि चाहिँ हामीले सिधै काठमाडौँ चल्दिनु पर्छ टाढो छ 40 जुत्ता फुकाल्ने ढ्याप्चो भान्ने पनि चल्दिने काठमाडौँ है सर यसले जुत्ता हराउँछ भने दिमाग लगाएर कहाँ गयो अतुलले एउटा जुत्ता चाहिँ यहाँ राखेको छ जुत्ता उहाँ राखेको छ केटो झ्यापझ्याप हान्नु हुन्छ हतार छ गाह्रो छ काठमाडौँ पुग्नु छ काममा जानु छ कलेज त छुट्यो आज लाइन त ओभर छ त साथी लेपड घुम लेपड फोटो खिच्न पाउनु जस्तो लाग्यो यार मजा गऱ्यो यार मिल्ने रहेछ भिडियो खिच्न मिल्ने रहेछ क्रेजी पक्रियो नि दोस्त भिडियो खिच्छु वान अफ द एकदम के भन्थ्यो पावरफुल मन्दिर अस्ति न भूकम्पहरू त्यो लाइक नागा मन्दिर भएको थियो नि त्यतिखेर लाइक यो मन्दिरको लाइक मूर्तिमा हुन्छ नि मूर्तिबाट पसिना आएको थियो सुने होला त थियो राजाहरू मर्ने बेला हो त्यतिखेर नि यहाँबाट पसिना आएको थियो पसिना आयो भने चाहिँ नराम्रो अनि पसिना नआउनु पर्यो अहिले देशको जो ठुलो छ होइन चढाउन आउनु पर्छ पूजा गर्न आउनु पर्छ हामी फाइनली मन्दिर दर्शन गरेर खाना आइपुगिसक्यो होटेलमा के कुरा भएको थियो भन्दाखेरि हामीले चाहिँ नरिवल चलाउने भनेको लगाएको थिएँ तर नरिवल चलाउन पाएन बिजोग भयो खै के पूजा हुँदो रहेछ टाइममा अनि 10:30मा सकिने पूजा अरे भनेपछि तर 10:30मा सकेन अनि हामीले नरिवल चलाउन पाएन अनि यतिकै बाहिर राखेर आयो हामी चाहिँ भर्खरै खानामा आइपुग्यो भर्खर हामी अर्को ठाउँमा गएको थियौँ त्यहाँ गाडी घन्टा लाग्छ तपाईँलाई यहाँ चाहिँ नामै तयारी त्यही हो रोडको बाटो जाने भनेको 7-8 घन्टै लाग्ने रहेछ त्यहाँको चाहिँ 80 किलोमिटर बेसी छ अरे अनि त्यही भएर फेरि हामी अब त्यही बाटो जान्छौँ त्यही हो कति बज्यो यार 11:32 भइसक्यो अहिले चाहिँ 3:30मा काममा पुग्नुपर्छ पुग्छ होला अहिले अब त गाह्रो छ मगाएछ अब त्यही हो खानसाना खाने काठमा चल्ने लगिङ नानी खाना खान्छ लास्ट थाकिसक्यो यार बोल्छु ल गाइज हाम्रो चाहिँ खानसाना खाएर सब सकिसक्यो अन्न भाषा अहिले त म अझै फिल भइरहेको डराइरहेको अब एकैचोटि अब बेलुका राति कहाँबाट घर गइसक्ने त्यही हो कस्तो भयो त हाम्रो कालिम्पोङ सैलुङ
गोर्खा भीमसेन सक्सेसफुल हुर्रे हान्दैन नि त एकचोटि त ओइ हुर्रे हान्दैन नि त हुर्रे हान्दैन नि त ल हात राख्नु खै ल 1 2 3 हुर्रे यो हेर्ने यसको दिमागै पागलले घाट नागेर ढल्दुले दिमागको असर परेको र गाइस अब चाहिँ अब आजको लागि भन्दा नि यो भ्लगको लागि लगइन गर्न पर्दैन अब त्यही हो भ्लगिङ यहीँ हाल्नु पर्ला केही भयो भने खिच्छु गरेर लोडा दर्शन केही पनि हुँदैन सक्यो भ्लग केही भयो भने आउँछ नत्र सक्यो